फाइनान्स हबको तर्फबाट सबैलाई नमस्कार। म आफै दिनमा कम्तीमा 3-4 पटक मोबाइल ब्याङ्किङ एप चलाउँछु, तर मैले कहिले सोचेको थिएन कि मेरो पैसा सुरक्षित राख्नको लागि पर्दा पछाडि यस्तो कानुनी रस्साकसी चलिरहेको हुन्छ। आज हामी नेपालको डिजिटल फाइनान्सको मैदानमा भइरहेको एउटा त्यस्तै अदृश्य युद्धको कथा खोतल्दैछौँ। एकातिर छन् नयाँ प्रविधि बनाउने फिनटेक आविष्कारकहरू, अर्कोतिर छ उनीहरूको सम्पत्ति रक्षा गर्ने हाम्रो पुरानो कानुन र रेफ्रीको भूमिकामा छ शक्तिशाली नियामक नेपाल राष्ट्र ब्याङ्क। एकदमै सही चित्रण हो यो एउटा यस्तो लडाई हो जहाँ हतियार भनेको कोड, एल्गोरिदम र बिजनेस स्ट्र्याटेजी हो र यो लडाईको नतिजाले हाम्रो फाइनान्शियल फ्युचर कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ। र यसरी हाम्रो दशकौं पुरानो कानूनले आजको एआई ड्रिभन फिनटेकको आँधीलाई सम्बोधन गरिरहेको छ भनेर बुझ्नु र मुख्य प्रश्न यही हो, के हाम्रो सन् 1965 को कानूनले आजको डिजिटल युगको सम्पत्तिलाई साँच्चै सुरक्षित गर्न सक्छ? यो प्रश्नले नै वास्तवमा नेपालको फिनटेक इकोसिस्टमको सबैभन्दा ठूलो चुनौतीलाई उजागर गर्छ। ल त्यसो भए यो युद्धको मैदानलाई अझ नजिकबाट हेरौँ। जब हामी एउटा ब्याङ्किङ एप खोल्छौँ, त्यसको डिजाइनदेखि लिएर पैसा पठाउने प्रोसेससम्म, त्यसमा यस्तो के हुन्छ जसलाई सम्पत्ति वा प्रपर्टी भन्न मिल्छ? यो त हातले छुन नसकिने इन्टेन्जिबल कुरा हो नि। राइट। यो इन्टेन्जिबल एसेटलाई प्रोटेक्ट गर्न नेपालमा मुख्यतया 3वटा कानुनी स्तम्भहरू छन्। अ 3-पिलर डिफेन्स सिस्टम बनाउन पहिलो र सबैभन्दा आधारभूत पिलर हो कपिराइट एक्ट 2002। यसले एपको सोर्स कोडलाई प्रोटेक्सन दिन्छ। सोर्स कोड अर्थात् त्यो कम्प्युटरको भाषामा लेखिएको हजारौं लाइनको प्रोग्राम जसले एपलाई चलाउँछ। एक्ज्याक्टली। सरल भाषामा भन्दा यो खानाको रेसिपीलाई सुरक्षित गरे जस्तै हो। खानाको आइडियालाई होइन। तपाईले मोमो बनाउने आइडियालाई कपी गर्न पाउनुहुन्छ, तर मेरो स्पेसिफिक गोप्य रेसिपी चोर्न पाउनुहुन्न। त्यस्तै अर्को मोबाइल वालेट बनाउन पाइन्छ, तर एउटा कम्पनीले लेखेको एक्ज्याक्ट कोड कपी गर्न पाइँदैन। यो कानुनले ग्राहकहरूको डेटाबेसलाई पनि सम्पत्तिको रूपमा सुरक्षा दिन्छ। ठीक छ, हामीले कोडलाई कपिराइटले सुरक्षित गर्यौं, त्यो भनेको रेसिपी सुरक्षित भयो। तर एपको बाहिरी रूप, त्यसको लोगो जुन देखेर हामीलाई यो त मेरो ब्याङ्कको आधिकारिक एप हो भन्ने विश्वास लाग्छ, त्यसको नि हो। त्यसको लागि दोस्रो पिलर आउँछ, पेटेन्ट, डिजाइन एन्ड ट्रेडमार्क एक्ट, जसलाई पीडीटीए पनि भनिन्छ, 1965। 1965 निकै पुरानो कानुन रहेछ। पुरानो भए पनि आज झनै महत्त्वपूर्ण भएको छ। यसमा 2वटा मुख्य हतियार छन्। एउटा हो डिजाइन प्रोटेक्सन, जसले एपको लुक एन्ड फिल अर्थात् युआई युएक्सलाई कपी हुनबाट बचाउँछ। अर्को कम्पनीले ठ्याक्कै उस्तै देखिने एप बनाउन पाउँदैन। अनि अर्को हतियार? अर्को र सायद सबैभन्दा शक्तिशाली हतियार हो ट्रेडमार्क। यसले एपको लोगो र ब्रान्ड नामलाई सुरक्षा दिन्छ। डिजिटल फाइनान्समा त ट्रस्ट नै सबैभन्दा ठूलो करेन्सी होइन र? हो त नि। आँखा चिम्लेर आफ्नो पासवर्ड हालिन्छ किनकि त्यो लोगो र ब्रान्डमा विश्वास छ। हो। नक्कले एप वा फिशिङ साइटहरूले यही विश्वास तोड्न खोज्छन्। उनीहरूले आधिकारिक लोगोको दुरुपयोग गरेर हामीलाई झुक्क्याउँछन्। Absolutely. त्यसैले trademark protection is not just about brand identity. It's about protecting the entire financial ecosystem from fraud. ठीक छ, हामीले कोडलाई कपिराइट लिएर ब्रान्डलाई ट्रेडमार्कले सुरक्षित गर्यौं, तर कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति त बाहिर नदेखिने गोप्य फर्मुला वा उनीहरूको युनिक बिजनेस एल्गोरिदम हुन्छ नि, त्यसलाई केले बचाउँछ? यहाँनिर हाम्रो कानुनी प्रणालीको सबैभन्दा कमजोर पक्ष देखिन्छ। त्यो गोप्य फर्मुलालाई ट्रेड सिक्रेट भनिन्छ। तर दुःखको कुरा, नेपालमा ट्रेड सिक्रेट्सको लागि छुट्टै कानुनै छैन। यसलाई कन्ट्र्याक्ट ल, जस्तै कर्मचारीलाई नन डिस्क्लोजर एग्रिमेन्ट मतलब एनडीएमा सही गराएर र इलेक्ट्रोनिक ट्रान्ज्याक्सन्स एक्ट ईटीए को सहारामा प्रोटेक्ट गरिन्छ। इट्स अ प्याचवर्क प्रोटेक्सन। एकछिन, प्याचवर्क प्रोटेक्सन भन्नुको मतलब त हाम्रो सबैभन्दा मूल्यवान डिजिटल सम्पत्तिलाई कानुनी तालो लगाएर जोगाइएको छ। यो त निकै जोखिमपूर्ण सुनिन्छ। त्यो टालो उत्र्यो भन्ने त सबै सक्यो नि। हो, यो निकै ठूलो जोखिम हो र यही जोखिमले हामीलाई हाम्रो छलफलको सबैभन्दा रोचक मोडमा ल्याइ पुर्याउँछ। के हुन्छ जब एउटा कानुनले सम्पत्तिको सुरक्षा गर्ने तर अर्को नियमले त्यही सम्पत्तिमाथि प्रश्न उठाउँछ, अर्थात् अ फिनटेक कम्पनीज आइपी वर्सेस अ रेगुलेटर्स रुल्स। ओहो, यो त अनस्टपेबल फोर्स मिट्स एन इमुभेबल अब्जेक्ट जस्तो भयो। फिनटेकको इनोभेसन र राष्ट्र ब्याङ्कको रेगुलेसन बीचको टक्कर।
प्रिसाइजली यही द्वन्द्वलाई बुझ्नको लागि सिक्योर लेजरको केस स्टडी हेरौँ। यो रियल लाइफ सिचुएसनमा आधारित एउटा एक्सलेन्ट इक्जाम्पल हो जसले नेपालको फिनटेक क्षेत्रमा एउटा ठूलो तरङ्ग नै ल्याइदियो। ओके, लेट्स अनप्याक दिस केस। कथाको पात्रहरू को हुन् त? कथा सुरु हुन्छ एउटा फिनटेक कम्पनी, फिनटेक इनोभेट, छोटकरीमा FTI भनौँ, बाट, जसले ब्याङ्कहरूलाई सिक्योर लेजर नामक कोर ब्याङ्किङ सफ्टवेयर बेच्छ। र कथाको खलनायक हो FTI को एकजना पूर्व कर्मचारी, जसले कम्पनी छोड्दा त्यो सफ्टवेयरको पुरा सोर्स कोड चोरेर लैजान्छ। मतलब कम्पनीको मुटु नै चोरेर लग्यो। त्यसपछि FTI ले के गर्यो? FTI ले कानुनी लडाई सुरु गर्यो। उनीहरूले त्यो पूर्व कर्मचारीलाई 2वटा कानुन अन्तर्गत कारवाही गरे। पहिलो, कपिराइट एक्ट, किनकि सोर्स कोड FTI को बौद्धिक सम्पत्ति थियो। अनि दोस्रो, इलेक्ट्रोनिक ट्रान्ज्याक्सन्स एक्ट, मतलब ETA, किनकि उसले FTI को सिस्टममा अनाधिकृत रूपमा एक्सेस गर्यो, विच इज अ साइबर क्राइम। यहाँसम्म त सिस्टमले राम्रैसँग काम गर्यो। अदालतले FTI को पक्षमा फैसला पनि सुनायो। ल, यहाँसम्म त न्यायले काम गरे जस्तो देखियो। तर कथामा ट्विस्ट कहाँबाट आउँछ? ट्विस्ट तब आउँछ जब नेपाल राष्ट्र ब्याङ्कले सिक्योर लेजर सफ्टवेयर प्रयोग गरिरहेको एउटा ठूलो ब्याङ्कको एनुअल अडिट गर्छ। अडिटको क्रममा NRB को IT टोलीले त्यो सफ्टवेयरमा एउटा गम्भीर सुरक्षा कमजोरी, अ 0 डे भल्नरेबिलिटी, फेला पार्छ। 0 डे भल्नरेबिलिटी, यो भनेको कस्तो कमजोरी हो? अलि सरल भाषामा भनिदिनुस् न। यो भनेको घर बनाउनेले नै थाहा नपाएको गोप्य चोर ढोका जस्तै हो, जसबाट जो कोही छिरेर सबै थोक लान सक्थ्यो। यो यस्तो कमजोरी थियो जसको बारेमा सफ्टवेयर बनाउने कम्पनी FTI लाई समेत थाहा थिएन, र ह्याकरले पत्ता लगाएको खण्डमा लाखौं मानिसको पैसा एकै रातमा गायब हुन सक्थ्यो। माई गुडनेस। त्यसपछि NRB ले के गर्यो त? अब सुरु हुन्छ वास्तविक द्वन्द्व। राष्ट्रिय वित्तीय सुरक्षा खतरामा देखेपछि NRB ले FTI सँग त्यो सफ्टवेयरको पुरा सोर्स कोड अनुसन्धानको लागि माग्छ, ताकि उनीहरूले त्यो चोर ढोका कहाँ र कसरी बन्यो भनेर पत्ता लगाउन सकुन्। तर FTI ले त भर्खरै अदालतमा त्यही सोर्स कोडलाई आफ्नो सम्पत्ति हो भनेर मुद्दा जितेको थियो नि। एक्ज्याक्टली। FTI ले दिन मान्दैन। उनीहरूको तर्क थियो, यो हाम्रो ट्रेड सिक्रेट हो, हाम्रो इन्टेलेक्चुअल प्रपर्टी हो, हामीले वर्षौं लगाएर बनाएको सम्पत्ति यसरी दिन मिल्दैन। सो इट्स अ क्ल्याश बिट्विन अ कम्पनीज क्राउन जुल्स एन्ड नेशनल फाइनेन्शियल सिक्योरिटी। त्यसो भए अन्त्यमा के भयो त? कसले जित्यो? आफ्नो सम्पत्ति जोगाउन खोज्ने कम्पनीले वा जनताको पैसा जोगाउन खोज्ने नियामकले? द रेगुलेटर, अर्थात् NRB ले। यो मुद्दा अदालतसम्म पुग्यो र अदालतले रेगुलेटरी ओभरराइड प्रिन्सिपल स्थापित गर्यो। रेगुलेटरी ओभरराइड प्रिन्सिपल? यो के हो फेरि? यसको मतलब हो, जब कुनै कम्पनीको निजी IP अधिकार र राष्ट्रको समग्र वित्तीय प्रणालीको सुरक्षा बीच द्वन्द्व हुन्छ, तब वित्तीय सुरक्षाले सधैँ प्राथमिकता पाउँछ। The court ruled that the NRB's mandate to protect national financial stability supersedes the private IP rights of the company. तर के यसले गलत नजिर बसाउँदैन र? भोलि नियामकले सानो न्यूमा कुनै पनि कम्पनीको गोप्य कोड माग्न सक्ने भयो। यसले त नयाँ कम्पनीहरूलाई डराउन सक्छ नि, होइन र? यो एकदमै भ्यालिड कन्सर्न हो र अदालतले यसलाई पनि एड्रेस गरेको थियो। नियामकले मनपरी रूपमा कोड माग्न पाउँदैन, तर राष्ट्रिय सुरक्षा जस्तो गम्भीर परिस्थितिमा निजी सम्पत्तिको अधिकारभन्दा सार्वजनिक हित माथि हुन्छ भन्ने सिद्धान्त स्थापित भयो। त्यसो भए नेपालमा काम गर्ने कुनै पनि फिनटेक कम्पनीको लागि सबैभन्दा ठूलो पाठ के हो भने, तपाईको कोड जतिसुकै ब्रिलियन्ट भए पनि यदि त्यसले देशको वित्तीय प्रणालीलाई जोखिममा पार्छ भने नियामकको सिटी सधैँ तपाईको प्याटर्नभन्दा ठूलो हुन्छ। द्याट्स अ ह्युज प्रेसिडेन्ट। यो केसले त ठूलो कुरा सिकायो। तर यो त एउटा विशेष परिस्थिति भयो। नेपालमा नर्मल सिचुएसनमा IP कानुनको कार्यान्वयन कस्तो छ? इज इट स्ट्रङ? वास्तविकता अलि निराशाजनक छ। इन्फोर्समेन्ट एकदमै कमजोर छ। तथ्याङ्क हेर्दा उद्योग विभागमा 2023मा जम्मा 17वटा IP रिलेटेड मुद्दाहरू दर्ता भएका थिए। पुरै देशमा एक वर्षमा जम्मा 17वटा? द्याट्स शकिङली लो। यो त कि त कसैले कसैको IP चोर्दैन, कि त चोरी भए पनि कसैले उजुरी नै गर्दैन। हो, त्यही देखियो। दोस्रो कुरा नै सत्यको नजिक छ। उजुरी गरे पनि फैसला हुन वर्षौं लाग्छ। धेरैजसो मुद्दा 2 वर्षभन्दा बढी समयदेखि पेन्डिङ छन्। अनि अर्को डरलाग्दो तथ्याङ्क भनेको हाई पाइरेसी रेट हो।
एउटा रिपोर्ट अनुसार नेपालमा प्रयोग हुने लगभग 80% सफ्टवेयरहरू पाइरेटेड वा अनलाइसेन्स छन्। 1 मिनट है, 80%? यसको मतलब त हामीले बनाएको हरेक 5वटा डिजिटल उत्पादनमध्ये 4वटा सित्तैमा चोरी भइरहेको छ। यस्तो अवस्थामा कसले नयाँ कुरा बनाउने आँट गर्छ होला र? यसले त लोकल सफ्टवेयर डेभलपरहरूको ढाड सेक्ने काम गर्यो नि। एक्ज्याक्टली, इट क्रिएट्स अ चिलिङ इफेक्ट अन इनोभेसन। किन लगानी गर्ने जब तपाईँले बनाएको प्रोडक्ट सजिलै कपी हुन्छ र त्यसको कुनै कानुनी उपचार छैन? अनि अर्को समस्या भनेको अवेरनेसको कमी हो। 2022मा एनआरबीले गरेको एउटा सर्वेक्षण अनुसार केवल 28% फिनटेक स्टार्टअपहरूले मात्र आफ्नो आइपी जस्तै ट्रेडमार्क दर्ता गरेका छन्। मतलब 70% भन्दा बढीलाई त आफ्नो सबैभन्दा मूल्यवान सम्पत्ति के हो र त्यसलाई कसरी जोगाउने भन्ने नै थाहा छैन। अरू देशहरूको तुलनामा हामी कहाँ छौँ त? उनीहरूले के फरक गरिरहेका छन्? धेरै फरक छ। अमेरिकामा ट्रेड सिक्रेट्सलाई जोगाउन डिफेन्ड ट्रेड सिक्रेट्स एक्ट भन्ने छुट्टै बलियो कानुन छ। सिङ्गापुरले त आइपीलाई इकोनोमिक डेभलपमेन्टको एक हिस्सा मानेको छ। उनीहरूसँग विशेष आइपी अदालतहरू छन् जसले महिनौमा फैसला गर्छन्, वर्षौंमा होइन। हाम्रो पीटीटीए 1965 को कानुन आजको डिजिटल प्रपर्टी जस्तै बिजनेस मेथड पेटेन्ट्समा एल्गोरिदमलाई परिभाषित गर्न र प्रोटेक्ट गर्न पूर्ण रूपमा अपर्याप्त छ। Here's where it gets really interesting. हामीले अहिलेसम्म वर्तमान र विगतको कुरा गर्यौं, अब भविष्यको कुरा गरौं। आर्टिफिशियल इन्टेलिजेन्स मतलब एआईले सबै कुरा परिवर्तन गर्दैछ। यसले हाम्रो यो आइपी को लडाईँलाई कस्तो असर पार्छ? एआईले यो लडाईँको मैदान नै परिवर्तन गरिदिएको छ। यसले 3वटा ठूला र पहिले कहिले नदेखिएका खतराहरू सृजना गरेको छ। पहिलो र सबैभन्दा फिलोसोफिकल खतरा हो ओनरशिपको समस्या। ओनरशिप? कस्तो ओनरशिप? मानौ एउटा ब्याङ्कको एआईले आफैले एउटा नयाँ एकदमै एफिसियन्ट फाइनेन्सियल कोड लेख्यो। अब प्रश्न उठ्छ, त्यसको मालिक को हुन्छ? त्यो एआई प्रयोग गर्ने ब्याङ्क, त्यो एआईलाई तालिम दिने प्रोग्रामर, वा एआई आफै? ओहो, हाम्रो कानुनले त मानिसलाई मात्र लेखक वा आविष्कारक मान्छ, तर एआई त मानिस होइन। द्याट्स अ माइन्ड बेन्डिङ प्रब्लम। कानुनी रूपमा एउटा नन ह्युमन एन्टिटीले बनाएको कुराको कपिराइट कसको हुन्छ? यो त ठूलो बहसको विषय भयो। दोस्रो खतरा के हो? दोस्रो हो इनएडभर्टेन्ट इन्फ्रिन्जमेन्ट वा अन्जानमा हुने चोरी। यदि कुनै एआईलाई ट्रेनिङ दिने क्रममा चोरीको डेटा वा कपिराइटेड कोड खुवाइएको छ भने त्यसले बनाउने नयाँ कोडले पनि थाहै नपाई आइपीको उल्लङ्घन गरिरहेको हुन सक्छ। The fintech company using that AI could face a massive lawsuit without even knowing they did anything wrong. मतलब तपाईको एआईले पृष्ठभूमिमा के सिकेर आयो, त्यसको पापको भारी तपाईले बोक्नुपर्ने भयो। अनि तेस्रो र सबभन्दा डरलाग्दो खतरा नि? तेस्रो हो एआईद्वारा गरिने जासुसी और हाइपर एफिसिएन्ट रिभर्स इन्जिनियरिङ। पहिले प्रतिस्पर्धी कम्पनीको गोप्य एल्गोरिदम पत्ता लगाउन ह्युमन स्पाई पठाउनु पर्थ्यो वा कोही कर्मचारीलाई किन्नु पर्थ्यो। अब त्यो आवश्यक छैन। A competitor can use a sophisticated AI to analyze the outputs of a rival's platform and, in a matter of days, figure out the secret logic behind it. बाप्रे, तपाईले भन्नु खोजेको अब प्रतिस्पर्धीको गोप्य फर्मुला चोर्न मान्छे पठाउनै पर्दैन, एउटा एआईले काममा लगाइदिए पुग्छ। This changes the entire game of corporate espionage. यसले त ट्रेड सिक्रेट भन्ने कुरालाई नै लगभग असम्भव बनाइदिन्छ। It makes trade secrets incredibly vulnerable. त्यसो भए हामी सन् 1965 को कानून एउटा सिक्योर्ड लेजर केसबाट झनै शक्तिशाली भएको नियामक निकाय मतलब एनआरबी र एआईले ल्याएको अनिश्चित भविष्यको बीचमा उभिएका छौं। This sounds incredibly complex. हो, यसको निष्कर्ष के हो भने नेपालको फिनटेक क्षेत्रमा आइपी एउटा कानुनी अधिकार मात्र होइन, यो एउटा स्ट्रेटेजिक एसेट हो जसलाई नियामकको कडा अनुपालन or regulatory compliance सँग सन्तुलनमा राख्नुपर्छ। The technology is moving at lightning speed, but our legal framework is lagging far behind. Fintech कम्पनीहरूले आफ्नो आइपी प्रोटेक्ट मात्र गरेर हुँदैन, उनीहरूले नियामकको नियमको दायरामा कसरी रहने भनेर पनि जान्नुपर्छ।
सो व्हाट डज दिस अल मीन? आजको हाम्रो यो गहिरो छलफलले सोच्न बाध्य बनाउने एउटा प्रश्न छोडेको छ जुन हाम्रो लागि मात्र होइन, विश्वभरका नियामकहरूका लागि टाउको दुखाइ बनेको छ। जब एआईले आफै वित्तीय निर्णयहरू लिन थाल्छ र कोड बनाउन थाल्छ, तब यदि त्यसले गरेको गल्तीले बजार नै डुबायो भने त्यसको जिम्मेवार को होला? त्यो एआई प्रयोग गर्ने ब्याङ्क, त्यसलाई तालिम दिने प्रोग्रामर वा एउटा एल्गोरिदम आफैमा जिम्मेवार हुन सक्छ? This is one of the biggest unresolved questions in global fintech regulation today. The answer will define the future of finance. आजको छलफलमा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै जानकारीमूलक सामग्रीको लागि फाइनान्स हबलाई सब्स्क्राइब र फलो गर्न नबिर्सनुहोला। धन्यवाद।